नमस्ते अनि वेलकम टु माई ब्लग सिरिज। साथीहरू, आज म झापाको यो कालीस्थान भन्ने स्थानबाट इलाम बजारसम्मको यात्रामा जाँदैछु। टेलजीको लायन भन्ने इलेक्ट्रिक स्कुटीको यो मोडलमा म आज यात्रा गर्न जाँदैछु। कालीस्थानबाट इलाम बजारसम्म पुग्दाखेरि कति के चार्ज खान्छ, पुगिन्छ पुगिँदैन, यसको बारेमा तपाईहरुलाई जानकारी दिनेछु। किनेको ठ्याक्कै 1.5 वर्ष पनि कटिसकेको छ, करिबन 21 महिना जति भइसकेको छ र मिटरमा हेर्दाखेरि 32,600 किलोमिटर पनि कुदिसकेको छ। अब यो अवस्थामा म इलाम बजार पुग्छु पुग्दिन थाहा छैन। पहिला चाहिँ म पुगेको थिएँ, पहिला पुग्दा 30% चार्ज रिमाइनिङ थियो, अब कति % चार्ज रिमाइनिङ हुन्छ म तपाईहरुलाई देखाउँदै जान्छु। अब मेरो यात्रा सुरु हुन्छ। अहिले ठ्याक्कै मिटरमा 32,619 किलोमिटर देखाइरहेको छ, 100% चार्ज छ। यहाँबाट करिबन 90 किलोमिटरको हाराहारी होला इलाम बजार। अब म पुग्छु पुग्दिन यो चाहिँ थाहा छैन। साथीहरु, अहिले म ठ्याक्कै कुटी डाँडा र हरकटेको बीचमा रहेको छु। यो भागसम्म आइपुग्दाखेरि 56% चार्ज रिमेनिङ छ, 32,652 किलोमिटर माछा मिटर। साथीहरु, अहिले म ठ्याक्कै कन्याम आइपुगेँ। यो कन्याम आइपुगुन्जेलसम्मको अवस्थामा मैले 35 किलोमिटर जति यात्रा गरेछु। 53% चार्ज बाँकी छ। त्यसको मतलब 47% चार्जमा म खपत गरेर हिँडिरहेछु। अब यहाँबाट इलाम बजार करिब लगभग 50 किलोमिटर जति होला। त्यो 50 किलोमिटरको यात्रा पुरा गर्न सक्छ सक्दैन स्कुटीले, अब यो चाहिँ कुदेपछि थाहा हुन्छ। अब यहाँबाट मेरो यात्रा अगाडि बढ्छ। म फिक्कल पुगेर तपाईहरुलाई फेरि मिटरको अवस्था देखाउनेछु। अहिले म ठ्याक्कै फिक्कल आइपुगेको छु। फिक्कल आइपुग्दा 51% चार्ज रिमेनिङ छ। पानी पर्न थाल्यो र निकै चिसो पनि भयो। पानी पर्न थालेर एकछिन म बिसाएको छु। 3 बजेको छ। अब साँझ पनि पर्छ, हेरौँ के हुन्छ। फिक्कल आइपुग्दाखेरि छिट पानी पर्यो। सामान्य पानी छिट्यायो, पानी पर्न थाल्यो, भिजाउने अवस्था भयो। त्यही भएर यस्तो खालको एउटा त्रिपाल खालको एउटा रेनकोट किनियो र रेनकोट लाएर म अघि बढ्दैछु। अहिले म फिक्कलबाट 12 गोलाई क्षेत्रमा आइपुगेको छु। अब यहाँबाट ठ्याक्कै ओह्रालो बाटो सुरु हुन्छ। यो 12 गोलाईसम्म आइपुग्दाखेरि 32,673 किलोमिटर, 43% चार्ज बाँकी छ। अब यहाँबाट ओह्रालो यात्रा सुरु हुन्छ। लगभग माई खोलासम्म हामी ओह्रालो जान्छौँ, त्यस पछाडि पुनः उकालो बाटो सुरु हुन्छ। साथीहरू, अहिले म ठ्याक्कै माई खोलाको यो पुलमा आइपुगेँ। ओह्रालो खुर्र आइयो। माई खोलाको पुलसम्म आइपुग्दा ओह्रालो बाटो परेकोले चार्ज खाएन। 43बाट चार्ज बढेर 48 भयो। अब यहाँबाट त 10-12 किलोमिटर होला इलाम बजार। अब सजिलै पुग्छु भनेर खुसी पनि लागेको छ। यो सबै दृश्यहरू माई खोला आसपासको बजारको दृश्यहरू भयो। माई खोलामा खासै धेरै पानी छैन। हाइड्रो पावरमा युज गरेको हुनाले यहाँनिर त पानी सानो मात्रै देखिन्छ। फाइनल्ली म इलामको यो 0 पोइन्टसम्म आइपुगेँ। 0 पोइन्टसम्म आइपुग्दाखेरि मैले 82 किलोमिटरको यात्रा गरेछु भने 72% चार्ज सकिएछ। अहिले मिटरमा 28% चार्ज बाँकी छ। पानी सिमसिम परिरहेकोले मैले बाटोको लामो समयको भिडियोहरू चाहिँ लिन सकिनँ, तर पनि मूलभूत रूपमा कति % चार्ज सकियो त्यो तपाईहरुलाई मैले देखाएँ। म सिंगल आएँ र मोड 2 मा आएँ। 40-50 को स्पिडमा मोड 2 मा आएँ। तपाईहरुले पनि यतिन्जेल भिडियो हेरेर मेरो यात्रामा सहभागी भइदिनु भयो, त्यसका लागि तपाईहरुलाई धेरै धन्यवाद। साथै मेरा यी भिडियोहरुमा तपाईका केही सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने कृपया कमेन्ट बक्समा लेखिदिनु होला। त्यस्तै गरेर यो च्यानललाई सब्स्क्राइब गरेर समेत साथ दिनुहुन्छ भन्ने आशा राख्दै आजको भिडियोबाट बिदा चाहन्छु। तपाईको बाँकी दिनहरू शुभ बितोस्। हवस् त, धन्यवाद।